एकदम अर्ग्यानिक यो चाहिँ हाम्रो हाटु टेन्डुको सप ग्रिन माउन्टेन सप यो टाइसन हाम्रो टाइसन कुकुर सानो दोकान त्यहाँदेखि यो चाहिँ टोइलेट माथि बाख्राकोटहरू छ हाउस हस्बेन्डको कटेज स्टाइल नर्सरी अर्किडहरू छ किचन र अहिले चाहिँ हेन्ते बनाउनु लागि केराको दाम्छा लिएर हामी फर्किँदैछ माथि बारीबाट। यो चाहिँ भट्टी रहेछ यहाँनिर र हामी फर्किँदैछ घरतिर। हेन्ते बनाउनु लागि सबै कुरो रेडी छ। आज नेर्गु हो। ह्याप्पी लोसुन टु यु अल। यो चाहिँ हेन्ते आज नेर्गुको यहाँनिर चाहिँ हिजो यो सायद बाकल सानो भएर चाहिँ हाम्रो यहाँ आगोको जस्तो पक्रेको थियो र एक घानबाट चाहिँ अब डल्लै घानबाट चाहिँ 50% चाहिँ अब जस्तो लस भएको छ। कोही बेला हाइट सानो भएर पनि यस्तो हुँदो रहेछ। र भट्टीमा विशेष गरी अब सुकाउँदाखेरि चाहिँ सिजनमा यसरी बाकल आगो लगाएर 2 दिन जस्तो लाग्छ। अब यो चाहिँ अब मसिन नभएकोले गर्दाखेरि चाहिँ यो यसरी पुरानो भट्टी पुरानो स्टाइलमा नै हामीले यसरी गर्छौँ। र अहिले तोदेमा चाहिँ अब यो मसिन आएको छ अरे र बिस्तारै बिस्तारै ताङथामा पनि यस्तो मसिन आउनेवाला अब यो प्लानमा छ। र फिलहाल चाहिँ अहिले चाहिँ यही भट्टी यस्तो पुरानो स्टाइलमा नै गरेको छ। र माथि तपाईँलाई पनि देखाउँछु कस्तो छ भनेर, कसरी सुकाउँछ। आउनुहोस्। यहाँ चाहिँ यसरी सुकाउँछ हो। यो सुकाएर चाहिँ सुकेपछि चाहिँ यसलाई घान मारेर चाहिँ प्याक गरेर चाहिँ तोदे पठाएर चाहिँ बेच्ने गर्छ। यसरी घानमा लगाएपछि चाहिँ यहाँबाट झन्डै 2 मन जस्तो चाहिँ आउँछ होला है भाइ। 2 मन जस्तो चाहिँ निस्किन्छ यहाँबाट चाहिँ। 2-3 हो, 3 मन निस्किन्छ। र यो चाहिँ पुरानो ट्रेडिसनल ओल्ड स्टाइल हो। यो चाहिँ जुन चाहिँ यसरी गरेर सुकाएर त्यसरी लगाएर कन्टिन्युस हेर्नु पर्दछ यो चाहिँ। र अहिले हामी भाइ र म यहाँनिर जङ्गलमा फुन्चे टिप्नु आएको छ। फुन्चे चाहिँ भाइ फुन्चे देखाइदियो कस्तो हुन्छ। फुन्चे चाहिँ यस्तो हुन्छ। यो चाहिँ एकदम अर्ग्यानिक माथि रुख छ। यो रुखबाट चाहिँ झरेको
जङ्गलभरि फुन्चे छ र फुन्चे चाहिँ हामीले टिपेर बोरामा हालेर घर लाने सोचेको छ। र हाम्रो यो आयुष भाइले चाहिँ मलाई सघाउँदैछ फुन्चे टिप्नु। भोपल छ यो बाटो र यो रुखको सिमाना यहाँ चाहिँ ओह्रालो पर्ने रहेछ हाम्रो जमिन। यहाँ तल पर्छ। यो चाहिँ हाम्रो अलैँची बारी। चाहिँ जङ्गली अलैँची अरे पत्ताहरू पनि ठुल्ठुलो छ। यसको दानाको कलर यस्तै हुन्छ बु दानाको कलर त रातो हुँदैन रहेछ यस्तो हुँदो रहेछ पिङ्क कलरको। यो सेतो कागजहरू चाहिँ राख्ने कारण चाहिँ तस्करले अलैँची खान्छ भनेर भगाउनुको लागि चाहिँ राखेको अरे।